गाइस खेतमा मकै यस्तो भइसकेछ है त। हेलो एभ्रिवान, नमस्ते। जोरले हजुरलाई स्वागत छ मेरो भिडियोमा। म ललिमा मगर पाल्पाबाट। आशा छ हजुर सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि चाहिँ म गाउँतिर छु साथीहरू। यस्तो गर्मी छ नि, बाहिर यति घाम लाग्छ कि बाबा हो, केही काम गर्न सकिनँ अहिले। यस्तो घाममा त अहिले अलि शीतल भएछ। म सुतेर भर्खर उठेको। अब नास्ता खान्छु भनेर उठेको, भोक लागिसक्यो। अब केही खाएर फेरि काम गर्न जानुपर्ने हुन्छ। धान गोड्न छ, घाम लागेर गोड्न पनि सकेको छैन। सो मन अब चाहिँ नास्ता खाएर धान गोड्न जानुपर्ने हुन्छ। बहुत गर्मी छ यता गाउँतिर। मेरो नास्ता रेडी भयो। आमा बाबालाई दिएर मैले खाना लाग्नु गाई चाहिँ अब चाहिँ साथीहरू अहिले चाहिँ म खेततिर घाँस काट्न आएको छु। अनि सिस्नो पनि टिपेर लानु भनेर अहिले चाहिँ पहिला सिस्नो टिप्न लगाएको। मैले चाहिँ सिस्नो गल्ती भएको रहेछ, पलाएको रहेछ। सो म टिप्न आएको सिस्नो। खेतमा फर्सीको मुन्टानी खाने बेला भएछ। सिस्नो त यति टिपे घाँस पो के घाँस काट्ने हो, घाँस पनि छैन है, सबै झारहरू मात्रै छ। अब चाहिँ यताउति घाँस काटेर जान्छु म। के घाँस काट्ने हो, कुनै घाँस पनि छैन। बल्ल बल्ल यति काटे घाँस, भर्खर मुना पलाएको घाँस पनि छैन। अलिअलि यता खोजेर काटे। मकै यत्तिको भएको छ हाम्रो यता खेततिर मासिर। अब चाहिँ म घरतिर हिँडेको घाँस काटेर। दिउँसोमा बाहिर निस्किन सकिन्न घामले पोलेर। अब साँझतिर आउँदा ढिलो हुन्छ, रात पर्न लागिहाल्छ। अब गएर फेरि खाना बनाउनु छ, रात पर्न लागिसक्यो। घाँस पनि यति बल्ल बल्ल भर्खर मुना पलाएको, अलिअलि काट्यो। घाँस छैन। अनि यो सिस्नो अब लागे म घरमा आइसकेँ। अब चाहिँ खाना बनाउनु पर्छ, नुहाउनु पनि छ। पहिला खाना बनाएर नुहाउनु पर्ला। आमा बाबाले उता धान गोड्दै हुनुहुन्छ। सिडीहरू सबै हावा चलेर फोहोर भइसक्यो। आगो पनि सफा गर्नु छ। यो सिस्नो पखाल्नु छ। साथीहरू हाम्रो चैते धान यता आमा बाबाले धान गोड्दै हुनुहुन्छ। असम हाम्रो चैते धान पनि रोपेको। अब आगो त सल्काउनै पर्यो। सिस्नो त आगोमा पकाउनु पर्यो। आगोमा पकाएको मिठो हुन्छ। आगो बल्यो, आगो बल्यो। पानी उम्लिसक्यो। अब चाहिँ सिस्नो राख्छु म। यो पखालेर राखेको यो सिस्नो सफा भएछ। पानीमा जम्ती सफा गरेको यो सिस्नोलाई। बिहान घरहरू सफा गरेर ठिक्क भयो। फुलमा पानी हाल्नै छ। अहिले पानी हाल्न लाग्यो साँझतिर।
फुललाई पनि खन्न मलजल गर्न बाँकी छ। म भ्याउँदैन। भर्खरै खानासाना बनाएर रेडी गरिसकेँ। गर्मी पनि भयो। अब चाहिँ नुहाउँछु म। साथीहरू आज चाहिँ नेक्स्ट डे म चाहिँ खानासाना रेडी गरेर अहिले चाहिँ धान गोड्न हिँडेको। घाम चाकिसक्यो कति छिटो हो। अब भर्खर 8 बजी छ। घामको यति टन्टो घाम लागिसक्यो। म चाहिँ बिहानको सरसफाइ सकेर खानासाना रेडी गरेर अहिले चाहिँ धान गोड्न हिँडेको। हाम्रो चाहिँ त्यो धान रोपेको छ। आमा बाबाले गोड्दै हुन्छ। म नि घरको काम सकेर अब धान गोड्न हिँडेको। गाई छ हाम्रो चाहिँ धान यत्रो छ। घाम कस्तै चकेको। म हिँड्दैछु। यता शीतल छ उता पनि घाम लागिसक्यो। गाइस खेतमा मकै यस्तो भइसकेको छ यता। म चाहिँ अब धान गोड्न सुरु गर्छु। कस्तो पोलेको काम। साथीहरू अब चाहिँ म घरतिर हिँडेको। मेरो खुट्टाको हालत। म चाहिँ खोलामा हात खुट्टा धुन हिँडेको। हाम्रो मकै यता नि छ। चिसो थियो नि खोलको पानी। सकाए मुख धोएर भ्याए हात खुट्टा धोएर भ्याए। अब जान्छु घरतिर। भोक पनि लाग्यो लास्टै।